बारी पट्याउँछ किनभने चाहिँ यहाँ चाहिँ मम्मीले चाहिँ गोपी लाउनु भएको रहेछ अनि बन्दा बनेको तर एउटा चाहिँ फुलकोपी ल्याइदिएको रहेछ त्यही पनि हामीले चाहिँ लगाउँछौँ अनि हाम्रो जता गर्दै चाहिँ ठुल्ठुलो वरिपरि चाहिँ ठुल्ठुलो तोरी पनि फुलिसकेको थियो हाम्रो ठ्याक्क बिचमा चाहिँ सानो तर त्यही पनि फुलिसकेको थियो बाफ्रे बाफ अनि यतिको मम्मीले चाहिँ लगाउँदै गर्नुहुन्छ मैले चाहिँ हजारीमा लिएर पानी चार्दै गर्छु अनि लगभग केही समयसम्म चाहिँ म चाहिँ चारिरहन्छु अनि लगभग यसको 5-6 हजारी लिएपछि फेरि यहाँ चाहिँ सकिन्छ किनकि कुवा पनि नजिक थियो नि त्यहीँबाट यहाँ लिएर गराउने हो नि त त्यही भएर अनि फेरि म चाहिँ रमाएको थिएँ एकदमै किनकि यो चाहिँ पानी चारे पनि सक्यो भनेर हाम्रो चाहिँ आजको लगाएको फुलकोपी चाहिँ यही हो हुन्छ कि हुन्न तर थाहा छैन गर्ने कुरो गरिहालौँ आश पनि नगरौँ भए खाइन्छ नभए खाइँदैन अनि मैले त्यसमा चाहिँ पानी पनि चारिसकेको थिएँ अनि म चाहिँ रमाएको थिएँ सक्यो भनेर अनि ठ्याक्क मम्मी फेरि यता पनि जुन हामीले यता चाहिँ पहिला पनि लगाएको थियौँ काउली र हल्का फुलकोपी चाहिँ यहाँ मम्मीले चाहिँ खान्छ म खाताल्छु त चाहिँ पानी आएर फल्नुहुन्छ बाफ्रे बाफ अनि म फेरि किनकि मम्मीको कुरा चाहिँ काट्न सकेन म चाहिँ फेरि काम गर्न थालिहालेँ लगभग यसमा चाहिँ धेरै नै हजार लागेको थियो लगभग 20-25 हजार जति लागेको थियो अनि लगभग मैले चाहिँ यसमा पनि चारिसक्छु अनि मम्मीहरू चाहिँ अघि नै घर गइसक्नु भएको थियो किनभने चाहिँ घर चाहिँ हल्का खानासाना पनि पकाउनु पर्ने थियो अनि म चाहिँ पछि नै आउँछु भनेको थियो अनि मैले चाहिँ चारि पनि सक्छु अनि म चाहिँ लाग्छु घरतर्फ बाई बाई राधे राधे।